अर्थ कुनै कुरा भनेर अर्थ लाउन नसक्ने भए किन भन्नु? व्यापक भइकन बस्दछु म त सके सबका गई साथमा ब्रह्मण्डहरू रोम रोम बिचमा सबै मेरा गाथामा रोज रोज खुवाउनु पर्छ कर्म अनुसार थलमा कतै पापमा रोज व्यापक भइकन बस्दछु म त सके सबका गई साथमा। त्यो के भने क्या त भनिदिनु त आमा के भने त्यो भनेको? अब त्यो अर्जुन गीतामा भनेको थियो। अर्जुन गीतामा त भनेको बुझेँ कि तर त्यसको अर्थ अर्थ अनि भन्दैछु तँलाई अनि मैले कति भन्नु त? यतिको जान्ने मान्छेले अर्थ किन आएन? अरू मैले अर्काले भने सुनेर जाने मैले अर्थ बुझेर जाने भने हो र। अनि त्यो अर्काले भन्दाखेरि अर्थ लाउनु हुन्न थियो कसैले कि अर्थ लाउन चाहिँ तपाईँलाई यो बुद्धिले भ्याएन टिप्नलाई? अनि कहाँ पाएर भेट्छ? अर्काले भने सुनेर भनेको जानेको त्यति एउटा जोडा होइन अनि त्यो अर्काले तपाईँलाई भन्दा अर्थ लाउनु हुन्न थियो उहाँले भन्नेले? कसरी आउँछ? अनि पुराना पण्डित बेखाछन् बसेर पुराण भनेर त्यसको अर्थ लाउनु त तपाईँ पुराण सुन्नु त। अनि कत्रो ढेली लिएर बस्या हुन्छन् त। अनि ढेली लिएर बस्दा पनि तपाईँलाई यति जान्दाखेरि त्यो अर्थ लाएको कुरो चाहिँ किन नजान्नु भएको त भन्ने कुरा? त किन मूर्ख भएको नि? म मूर्ख होइन क्या। त मूर्ख अनि पण्डितले भने जान्न सक्छ त। यो कुरा टिप्नेले त्यो कुरा कसरी टिपेन त भन्न खोजे? म अब दिदी सँगसँगै साथै हुनुहुन्थ्यो त्यो दिदीले भने सुनेर ए दिदीले भनेको मात्रै टिप्ने अरूले भनेको तपाईँ नटिप्ने? अनि अरू कसले सुनाउँथ्यो त मलाई? अनि पण्डितहरूले पुराणमा सुन्न जानुहुन्छ जानुहुन्न? एकछिन सुनेर हुन्थ्यो त। अनि त दिदीले पनि त दिनभरि त भन्नुहुन्न थियो होला त तपाईँलाई? सँगै हिँड्थ्यो जहाँ जाँदा पनि सँगै हिँड्थ्यो सँगै बस्थ्यो सँगै सुतिन्थ्यो। ए राति पनि सुत्ता पनि भन्ने हिँड्दा पनि भन्ने उठ्दा पनि भन्ने रुख चढ्दा पनि भन्नुहुन्थ्यो। अनि तपाईँ फेदा के घाँस बटुल्नुहुन्थ्यो कि सुन्नुहुन्थ्यो? अनि के कसरी सुन्नुहुन्थ्यो घाँस सरला गरेर? सुन्यो नि अब सुनिहाल्यो सुने अलि आउँथ्यो र त्यतिखेर सुन्थ्यो नि। ए त्यसो हो? किन होइन त? ए ल त आमा राधे श्यामै आमा। राधे राधे।